जय सियाराम साथीहरु अहिले हामी आइडिया मार्ट सुपरमार्केटतिर जाँदैछौँ। यो हाम्रो रुमदेखि ट्याक्कै एउटा चोक छ कि यो चिकनिर आइपुग्यौँ हामी। अझै ल अहिले कहाँ जाँदैछौँ रे हामी? यहाँ आइडिया मार्ट हैन। अनि कस्तो छ सर्बियाको अहिले कस्तो लागिरहेछ? एकदम राम्रो छ। जाडो छ है आज चाहिँ मेरो टोपी पनि नछ। ए ल ल ल यहाँ साथीहरु पविनजी हुनुहुन्थ्यो अनि सबैजना अहिले जाँदैछौँ। यस्तो गाडीहरू हुने रहेछ है यहाँ बसहरू। यो ट्राफिकहरू हेर्नु कस्तो मजाको। फेरि यहाँ गाडीहरूले रोकिदिने के मान्छे आएपछि बाटो काट्न दिने। हाम्रो नेपाल जस्तो छैन यहाँ। नेपालमा त मान्छे हिँड्ने बेला पनि चलाइदिने हो, तर यहाँ उ छ कि पैदल जाने मान्छे। अहिले रातो बत्ती बलिरहेछ, हामी पनि बाटो क्रस गर्नेछौँ। रेड लाइट छ अहिले, ब्लकहरू। पानी परेर झन् सफा भएको छ कि मौसम, चिसो चिसो छ। सानो सानो स्ट्रिट फुडहरूको छ, पिज्जाहरू पाउने, बर्गर। ल हरियो भयो, हामी अब बाटो काट्यौँ। यहाँ ट्याक्कै रोकिदिराख्ने के हिँडेपछि चाहिँ नआउने। ल हामी हिँड्न थाल्यौँ नि, हेर्नु रोकिदियो, ट्याक्कै रोकिदिने के। यस्ता सानो रेस्टुरेन्ट टाइप रहेछ सानो। अनि यो स्ट्रिट फुड जस्तो क्या यस्तो हुने रहेछ कि यस्तो। ल यो बाटो फेरि हाम्रो हिजो मेडिकल भएको हस्पिटलतिर जान लागेको हामी। आइडिया उतैतिर छ हस्पिटल छ कि हाम्रो मेडिकल भयो हिजो यतै। यहाँ कपाल काट्ने यस्तो सेलुनहरू रहेछ यहाँ हेर्नु, यस्तो छ सेलुनहरू छ यहाँ ट्याक्क मिलेको पुरै। ल हामी मेडिकल गरेको हस्पिटल पुग्यो। यो हस्पिटल हो, ठुलो छ, गभर्मेन्ट हस्पिटल हो। हिजो हाम्रो मेडिकल यहीँ भयो, यो बाटोमै छ, जस्ट वाकिङ डिस्टेन्समै छ हाम्रो। अहिले हाम्रो मेडिकल भएको थियो नि त हिजो, ठ्याक्कै त्यही हस्पिटलनिर पुगेछौँ हामी। यही बाटो यतै छ आइडिया जाने। यहाँ हामी बाटो काट्नको लागि रोकिरहेको। हरियो भयो, टक्क जाने। अब अझै 1 किलोमिटर छ होला बाँकी। यो बाटोमा हामीले एउटा ट्याक्क इन्डियन कुजिन स्पिको, यो खासमा इन्डियन स्पाइसी रेस्टुरेन्ट छ एउटा बाटोमा छ। यहाँ हामी भेटेको हेर्नु, पछि छिर्नु यता। अहिले त हामी मल गर्दैछौँ, के पाउँदो रहेछ खाना अहिले त हिँडेको हामी साथीहरूको अगाडि गइसक्यो। यहाँ यता युरोपतिर सेकेन्ड ह्यान्ड सप हुने रहेछ, युज गरेको कपडाहरू बेच्ने के हेर्नु। सेकेन्ड ह्यान्ड सप देखिरहेछ ट्याक्क। आइडिया अझै तल छ हौ। ल हाम्रो आउँदैछ मार्ट अगाडि, आइडिया मार्ट लिडिल दुवै छ कि यता। यहाँ हाम्रो बुकेहरू राखेको छ, कस्तो मजाको छ बुकेहरू, फ्लावर यहाँ छ। कस्तो राम्रो राम्रो फुलहरू है, बुके छ होइन। ल गाइज अब हामी पुग्यौँ। अब भित्र गएर ट्याक्क भिडियो बनाएर अर्को ब्लग्समा हाल्ने हो। ट्याक्कै आइपुग्यो हाम्रो
आइडिया लिडिल आइडिया यतातिर छ, लिडिल छ फेरि यहाँ होइन। अहिले हामी लिडिलमा आयौँ। अब भित्र गएर के छ कसो हेरौँ भनेर हो। यिनीहरू पछाडि ठ्याक्कै रोडा सेन्टर भने चाहिँ ठुलो छ यो हाम्रो लिडिलमा। अहिले जाने हो हामी लिडिलमा, अहिले जाँदैछौँ ल अर्को ब्लग्समा र भित्र गएर अर्को ब्लग्समा हाल्ने सब भिडियो।